Hello everyone, welcome to my channel. If you are new to this channel, it's me Sarmila Vandari, second year medical student. आज चाहिँ म के भन्न आएको भन्दाखेरि सी एक्जाम स्टार्ट भइरहेछ नि त। थाहा छ मलाई हजुरहरूको टाइम एकदम धेरै प्रिसियस छ, सो म धेरै टाइम लिदिनँ। भिडियो चाहिँ के को बारेमा भन्दा लास्ट मोमेन्टमा के गर्ने र भोलि जाँदाखेरि के गरेर जाने। एज अ सिनियर म चाहिँ यो कुरा भन्नु पर्यो जस्तो लागेर भिडियो बनाउँदैछु। अब ढिला नगरी सुरु गरौँ है त। आई नो सबैजनालाई एकदम धेरै स्ट्रेस फिल भइरहेछ होला होइन, एकदम धेरै स्ट्रेस फिल हुन्छ, मलाई पनि भएको थियो। अब केही वर्ष अगाडि म पनि यही सिचुएसनमा थिएँ। मलाई चाहिँ त्यस्तो लाग्छ होइन, अब आत्तिनु भनेको इक्जाममा एन्सर बिगार्नु हो। सो अब नआत्तिनुहोस्। कतिजनाको त कोर्स पनि सकिएको छैन होला होइन, अनि सोच्दै हुनुहुन्छ होला यो सकिएको छैन त्यो सकिएको छैन के गर्ने भनेर पल्टाउँदै हुनुहुन्छ होला पाना। सो अब चाहिँ त्यो मिस्टेक नगर्नुहोस्। अहिले कोर्स जति पढ्नु भएको छ सक्यो, अब जति पढ्नु भएको छ अहिलेलाई जे तपाईँले पढेर सकाउनु भयो त्यही कुरा मात्रै पल्ट्याउनुहोस्। अहिले नपढेको कुराहरू हेर्न थाल्दाखेरि झन् भोलि इक्जाममा गएर क्वेसन भन्दा पनि मेन कन्फ्युजिङ हुने भनेको एन्सर हो, हामीलाई थाहा छँदैछ। अनि त्यो एन्सरहरू झन् धेरै कन्फ्युजिङ भइदिन्छ, यो हो कि त्यो हो, यो हो कि त्यो हुन्छ। सो त्यसले गर्दाखेरि नेगेटिभ मार्किङ पनि छ, अनि मार्क्स अलिकतिको पनि फरक भयो भने त धेरै फरक पर्छ नि त ऱ्याङ्कमा। सो त्यो गल्ती नगर्नुहोस्। अब चाहिँ मात्र पढेको कुराहरू पल्टाउन थाल्नुहोस्। पढेको कुरा सरर एकचोटि मात्रै कपी पल्टाएको जसरी सरर पल्टाएर हेरेर जानुहोस्। सबभन्दा मेन कुरा त अब टाइममा सुत्नुहोस् होइन। एकदम धेरै स्ट्रेस लिएर फेरि रातभरि पढेर जान्छु इक्जाम राम्रो गरेर आउँछु भन्ने सोच्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। एकदम धेरै रेस्ट चाहिन्छ ब्रेनलाई। तपाईँले अहिलेसम्म पढ्नु त धेरै महिना पढ्नु भयो नि त, यत्रो महिना पढेको मेहनत तपाईँले पढ्नु भएको छ, अहिले तपाईँलाई केही आउँदैन जस्तो फिल हुन्छ भने पनि भोलि त्यहाँ गएर आउँछ। सो स्ट्रेस नहुनुहोस्, एकदम टाइममा सुत्नुहोस्। अनि सुत्नुभन्दा अगाडि चाहिँ भोलिको लागि लुगा पनि रेडी पारेर सुत्नुहोस् भन्छु म चाहिँ। एकदम कम्फोर्टेबल लुगाहरू रेडी पार्नुहोस् यो लगाउने भनेर। फेरि भोलि बिहान केटाहरूको त त्यस्तो नहोला होइन, केटीहरूलाई चाहिँ फेरि भोलि बिहान उठेर यो लगाउने कि त्यो लगाउने भनेर खोज्दा खोज्दै फेरि टाइम जान सक्छ। अनि फेरि त्यहाँनिर स्ट्रेस लिन थालेपछि फेरि भोलि इक्जाम बिग्रिन सक्छ। सो के लगाउने त्यो लुगा चाहिँ रेडी पारेर राख्नुहोस् सकेसम्म। एकदम नर्मल सिम्पल लुगाहरू लगाउनुहोस्, कम्फोर्टेबल हुने लुगाहरू लगाउनुहोस्। यदि गर्ल्स हुनुहुन्छ भने नोज पिनहरू, इयरिङ्सहरू यिनीहरू निकाल्नु भएको छैन भने निकालेर जानुहोस्। घाँटीमा मालाहरू, ब्रेसलेटहरू, घडीहरू केही पनि नलगाइ जानुहोस्। अनि अरू चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ तपाईँ राति 10 देखि 11सम्म म्याक्सिमम् 11 बजीभन्दा उता चाहिँ नबस्नुहोस्। त्यसपछि बिहान उठेर आफ्नो स्ट्रङ पोर्सनलाई चाहिँ रिभिजन गर्नुहोस्, एकचोटि राम्ररी पल्टाएर जानुहोस्। बरु बिहान छिट्टो उठ्नुहोस् होइन, अनि फ्रेस माइन्ड लिएर बिहान उठेर कसैले पूजाहरू पनि गर्छन् होइन। अब यदि तपाईँलाई पूजाहरू गर्दाखेरि पनि पोजिटिभ फिल हुन्छ भने गर्दा हुन्छ, आफ्नो ट्रस्ट त हो होइन। भोलि बिर्सिनै नहुने कुरा, एडमिट कार्ड पनि कलर प्रिन्टमा, यदि अरू प्रिन्टमा ब्ल्याक एन्ड व्हाइटमा गराउनु भएको छ भने कलर प्रिन्ट गराएर लगेर जानु होला। अनि ओरिजिनल नागरिकता कि त राष्ट्रिय परिचय पत्र, सायद खै के भनेको छ नोटिसमा, हाम्रो बेला चाहिँ हामीले नागरिकता लगेर गएको थियौँ होइन, कि दुइटै भनेको छ भने दुइटै लगेर जानुहोस्, एउटा छ भने चाहिँ एउटा लगेर जानुहोस्। तपाईँहरूले पेन चाहिँ लानु पर्दैन है, पेन पनि उतै दिन्छ। सो नागरिकता अनि एडमिट कार्ड कलर प्रिन्ट त्यो अहिले छुट्याएर राख्दा पनि हुन्छ है। सकेसम्म राखिहाल्दा हुन्छ एउटा छेउमा। फेरि भोलि बिहान एकतिर कतै पर्यो अनि खोज्दा खोज्दा ढिलो हुनसक्छ। एकदम धेरै कुल भएर जाने, कुल बिहान उठेर त्यसपछि एकदम राम्ररी सोचेर धेरै तपाईँहरूले सबैले पढ्नु भएको छ, आफ्नो आफ्नो सबको आफ्नो आफ्नो छुट्टै छुट्टै पर्पोज छ। कसैलाई स्कलरसिपमा निकाल्नु छ, कसैलाई पेइङमा भए पनि निकाल्नु छ। सो अरूको कुरा नसुनेर आफ्नो सुन्नुहोस् अनि एकदम धेरै कुल भएर जानुहोस्। अनि त्यहाँ गइसकेपछि पनि त्यहाँ भड्काउने मान्छेहरू पनि धेरैजना हुन्छन् कि मैले पनि देखाएको थिएँ। सो एकदम धेरै डिमोटिभेट गर्न खोज्ने पनि हुन सक्छन्। सो अवेर भइराख्नुहोस् त्यस्तो कुराबाट चाहिँ। सकेसम्म त्यस्तो आफूलाई एकदम धेरै त्यस्तो फिल हुन्छ भने चाहिँ त्यस्तो मान्छेहरू अभोइड नै गर्नुहोस्। अनि एकदम धेरै कम्फोर्टेबल लुगा लगाएर जानुहोस्। अब अरू चाहिँ गर्ल्स, यदि गर्ल्स हुनुहुन्छ भने
अब पिरियड्सको टाइम आइरहेछ अथवा पिरियड्समा हुनुहुन्छ भने प्याड चाहिँ कि अलरेडी लगाएर जानुहोस्, पिरियड्स आउँदैछ भने पनि लगाएरै जाँदा हुन्छ। अब वहाँ गएर फेरि झन् धेरै स्ट्रेस फिल हुन्छ कि यदि त्यस्तो छ भने चाहिँ, सो लगाएरै जाँदा हुन्छ। फेरि तपाईँहरू चाहिँ हुन्छ नि कसैले मेरो छेउको साथीको यो क्वेसन नम्बरमा यो बबल गरेको थियो, म पनि यसो देखिहालेँ म पनि त्यही लगाउँछु भन्ने सोचेर बबलिङ गरेर मिस्टेक चाहिँ नगर्नु होला। त्यस्तो गर्दाखेरि वरिपरि सबैको सेट डिफ्रेन्ट हुन्छ, सायद 4वटा सेट आउँछ, त्यो सेट चाहिँ एरेन्जमेन्टमा फरक हुन्छ। क्वेसन चाहिँ सेम हुन्छ तर कसैको फिजिक्समाथि हुन्छ, कसैको बायोलोजीमाथि हुन्छ, फरक फरक एरेन्जमेन्टमा हुन्छ। सो अरूको हेरेर अनि अरूलाई विश्वास गर्ने काम पनि नगर्नु होला। बबलिङ गर्दाखेरि एकदम राम्रोसँग बबलिङ गर्नु होला, यताउता नहुने गरी त्यो चाहिँ गरिहाल्नुहुन्छ। यताउता नलागोस्, अलि राम्रोसँग गरे भइहाल्छ। तपाईँहरू सबैजनाले सक्नुहुन्छ, आई नो। सो सबैजनालाई बेस्ट अफ लक भन्न चाहन्छु। धेरै लामो भिडियो पनि बनाउन चाहदिनँ। यदि केही अरू क्वेरिजहरू छ भने पनि प्लिज कमेन्ट गर्नुहोस्, एकदम मलाई म्यासेज गर्दा पनि हुन्छ। इन्स्टाग्राम आइडी म राखिदिन्छु। सबैजनालाई बेस्ट अफ लक। आफ्नो बेस्ट दिएर आउनु, सक्ने जति एकदम नआत्तिकन आफूले सक्ने जति बेस्ट दिएर आउनुहोस् है त। बेस्ट अफ लक।